नमस्कार साथीहरू। आज हामी सुन्नेछौँ नेपाली गाउँ खाने कथा। गाउँ खाने कथा 1 नम्बरमा। एउटा भाँडो पानीले भरिएको तर कहिल्यै नछल्किने। यसको सही जवाफ हो अन्डा। 2मा नानी सानो काम ठुलो जहाँ गयो त्यहाँ उज्यालो। यसको सही जवाफ हो बत्ती। 3 नम्बरमा आमा भन्दा छोरी ठुली घरभित्र सधैँ घुमी। यसको सही जवाफ हो झाडु। 4 नम्बरमा एउटा थालमा चारैतिर पानी बीचमा ढुङ्गा। यसको सही जवाफ हो आँखा। 5 नम्बरमा कालो छ तर काग होइन, उड्छ तर चरा होइन। यो प्रश्नको सही जवाफ रहेको छ धुवा। 6 नम्बरमा एउटा चिज छ जति काट्यो त्यति बढ्छ। यसको सही जवाफ हो कपाल। एउटा रुखमा 12वटा हाँगा, प्रत्येक हाँगामा 30वटा पात। यो चाहिँ क्यालेन्डर हो, वर्ष महिना र दिन। 8 नम्बरमा न त आँखा छ न त कान छ तर सबै देख्न र सुन्न सक्छ। यसको सही जवाफ हो क्यामेरा। 9 नम्बरमा जसलाई जति दियो त्यति नै बढ्छ। यसको सही जवाफ हो ज्ञान। 10 नम्बरमा पानीमा जन्मिन्छु पानीमै मर्छु तर खानाको लागि काम लाग्छु। यसको सही जवाफ हो नुन। धन्यवाद।